नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ। विद्यालय लगायतको भिडभाड हुने क्षेत्र बन्द गर्न सीसीएमसीमा सिफारिस गरेको सम्बन्धी प्रसङ्गबाट। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालय लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसहरूमा पठन पाठन हुँदै आइरहेको छ। दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलिन सक्ने भएकाले सावधानी अपनाउन लागि मन्त्रालयले जनाएको छ। अहिले विद्यालय बन्द गरिए अनलाइन कक्षा सञ्चालन गर्न कोभिड-19 व्यवस्थापन केन्द्र सीसीएमसीमा सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। विद्यालय लगायतका भिडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उहाँले बताउनु भएको छ। पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गइरहेको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ। प्रदेश नम्बर 2 का जिल्लाहरूमा दिनै पछि सक्रिय संक्रमितको संख्या थपिएको छ। प्रदेश नम्बर 2 को स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार मात्रै प्रदेशमा 15 जना संक्रमितको थप संख्या बढेको छ। यसका साथै प्रदेशमा सक्रिय संक्रमितको संख्या 80 पुगेको छ। गएको 24 घण्टामा वीरगञ्जमा 34 जनाको आरटीपीसीआर परीक्षण गर्दा 15 जना पोजिटिभ रहेको स्वास्थ्य निर्देशनालयका डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिनुभएको छ। यादवका अनुसार गएको 24 घण्टामा प्रादेशिक प्रयोगशालामा 13 जनाको एन्टिजेन विधि र गौर अस्पतालमा 2 जनाको आरटीपीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो। छिमेकी राष्ट्र भारतबाट आएका नेपालीहरूमा परीक्षण गरिएको छ। सक्रिय संक्रमित हुनेमा अधिकांश भारतबाट फर्किएका नागरिकहरू रहेको निर्देशनालयले जनाएको छ। बिहीबार फेला परेकोमा सबैभन्दा बढी 12 मा 7 महिला सहितको 13 जना रहेका छन्। पर्सा र अन्य जिल्लामा गरी 2 जना संक्रमित भएका छन्। स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको छ। अहिले देशैभरि सक्रिय संक्रमितको संख्या 2454 रहेको छ। उनीहरूमध्ये 77 जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा राखिएका छन्। 3038 ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। सुनसरीको इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत 1 जना प्रहरी जवान घुस रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुस रकम सहित पक्राउ गरेको हो। 40,000 घुस रकम सहित उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनु भएको छ। इप्रका सीतागञ्जमा रहेको उजुरी मिलाइदिन्छु भनेर उनले सेवाग्राहीसँग घुस मागेका थिए। मोरङको विराटनगर महानगरपालिका 4 स्थित नोबेल मेडिकल कलेज नजिकैबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। घुस प्रकरणबारे आयोगले अनुसन्धान गरिरहेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा बीचको बैठक बस्दैछ। पार्टी कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा 3 दलको संयुक्त बैठक दिउँसो 3 बजे बस्न लागेको सभापति शेरबहादुर देउवाले जनाएको छ। यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो। त्यसको 1 हप्तापछि 3 दलको बैठक बस्न लागेको हो। आजको बैठक नयाँ सरकार गठनमा केन्द्रित हुने नेताहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलादेखि नै भन्दै आइरहेको छ। यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता नलिँदा दलहरू निर्णयमा पुग्न सकिरहेका छैनन्। सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले माओवादी केन्द्रको भूमिका दोहोरो देखिएको जसपा र कांग्रेसका नेताहरूले बताइरहेका छन्। माओवादी केन्द्रले पनि जसपा र कांग्रेसको कारण नयाँ सरकार बन्न ढिलाइ भइरहेको बताइरहेको छ। जसपामा सरकारमा जाने बारे 2 धार देखिएकाले पनि समस्या देखिएको माओवादी र कांग्रेसका नेताहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दिनदेखि नै 3 वटै दलले प्रधानमन्त्री ओलीको कदम विरुद्ध आन्दोलन गरिरहेका थिए।
सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनर्स्थापना भएको 1.5 महिना बितिसक्दा समेत सत्ता गठबन्धनको अङ्कगणित नमिल्दा 3 दलले नयाँ सत्ता गठबन्धन बनाउन सकिरहेका छैनन्। सत्तारूढ पार्टी फुट्दा अर्को दलले समर्थन फिर्ता लिँदा अथवा संसद विघटन हुँदा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीले त्यसो गर्नुभएको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले डडेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणको लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृति प्रेमीलाई आह्वान गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जाल ट्विटर मार्फत बिहीबार उक्त आग्रह गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनको कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डडेलो औद्योगिक र सवारी साधनको धुवाँ धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताउनु भएको छ। महोत्तरीमा गोली प्रहार गरी फरार भएकालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी औराही 4 सेरा स्थित सिंहासनीबाट सेरातर्फ आउने जाने भित्री ग्रेभेल सडकमा बर्दिवासका 28 वर्षीय रोशन कोइरालामाथि गोली प्रहार गर्ने बर्दिवास 3 का 30 वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको हो। कोइराला J12 प 1911 नम्बरको मोटरसाइकलमा गइरहेको अवस्थामा सुजुकी जेक्सर मोटरसाइकलमा यादव गोली प्रहार गर्दै कोइरालाको दाहिने हात तथा दाहिने साइडको कम्मरमाथिको भागमा गोली लागेको थियो। गोली प्रहारबाट सख्त घाइते बनाइएको उक्त घटनास्थलमा फायर गरिएको गोलीको 2 थान खोका र 1 थान बुलेट बरामद भएको थियो। घटनामा संलग्न सन्तोष यादवलाई गोप्य रूपमा सुराग पत्ता लगाई खोज तलास गर्ने क्रममा बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ परेका यादवलाई ज्यान मार्ने उद्योग तथा हात हतियार खर खजाना मुद्दामा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ। पछिल्लो समय कोरोना भाइरसको नयाँ संक्रमण बढेको र यसले विद्यालय तहको पठन पाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएको बेला सरकारले पूर्व निर्धारित कार्यतालिका अनुसार नै परीक्षाको तयारी भइरहेको जानकारी दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो। जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोही अनुसार नै सञ्चालन हुने जानकारी उहाँले दिनुभयो। कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुन सक्ने सम्भावना समेत रहेको भन्दै उहाँले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफल समेत नभएको जानकारी दिनुभएको छ। यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनु पर्ने र आवश्यकता अनुसार अनुगमन समेत गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। विश्वभरमा 10 करोड 82 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शुक्रबार बिहानसम्ममा 10 करोड 82 लाख 98,087 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 13 करोड 44 लाख 79,551 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 29 लाख 14,191 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 32 लाख 87 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 3 करोड 17 लाख 15 हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 2 करोड 42 लाख 71 हजार भन्दा बढी निको भएका छन् भने 5 लाख 73,842 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 30 लाख 57 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 19 लाख 10 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,67,694 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,79,100 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,73,608 जना निको भएका छन्। यहाँ कोरोनाबाट 3,038 जनाले ज्यान गुमाइसकेका छन्।
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा 900 रुपैयाँले बढेको छ। बिहिबार छापावाला सुन प्रति तोला 89,000 मा कारोबार भएको थियो भने आज प्रति तोला 89,900 रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तेजाबी सुन प्रति तोला 89,445 रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा प्रति तोला चाँदी 1,280 रुपैयाँमा कारोबार भइरहेको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतमा गएको 24 घण्टामा कोरोना भाइरसको संक्रमणबाट 800 जना भन्दा धेरैको ज्यान गएको छ। भारतमा सन् 2020 को अक्टोबर महिनापछि कोरोनाको कारण ज्यान गुमाउनेको संख्या यति धेरै पुगेको हो। भारतीय सञ्चार माध्यमका अनुसार गएको 24 घण्टामा कोरोनाको कारण त्यहाँ 802 जनाको ज्यान गएको छ भने 1,31,893 जना संक्रमित भएका छन्। महाराष्ट्रमा मात्रै 60,000 भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। केही दिन यता भारतमा संक्रमितको संख्या बढेर हरेक दिन 1 लाख नागेको छ। कोरोनाको कारण बालबालिका र युवा पनि उच्च जोखिममा परेका छन्। बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भारतका केही ठाउँमा रात्रिकालीन कर्फ्यू छ भने केही ठाउँमा लकडाउन छ। कर्नाटकको सबैभन्दा ठूलो शहर बेंगलुरु सहितको 6 शहरमा भोलिदेखि वैशाख 7 गतेसम्म रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। यस्तै मध्य प्रदेशमा आज बिहान 6 बजेदेखि सोमबार बिहान 6 बजेसम्म लकडाउन छ। त्यस्तै कोरोनाको उच्च जोखिम रहेको क्षेत्रका शिक्षण संस्था बन्द भएका छन्। अब खेल प्रसंग। इन्डियन प्रिमियर लिग आईपीएल को 14औं सिजन आजदेखि सुरु हुँदैछ। पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु बीच हुने भएको छ। नेपाली समयअनुसार साँझ 7:45 बजे चेन्नईमा खेल्नेछ। दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो। मुम्बईको नेतृत्व रोहित शर्माले गर्नेछन् भने बेंगलुरुको नेतृत्व विराट कोहलीले गर्नेछन्। बेंगलुरुले अहिलेसम्म 3 पटक सिजनको पहिलो खेल खेलेको छ, तर 3 पटक उसले हार बेहोरेको छ। बेंगलुरु सन् 2009, 2011 र 2016 गरी 3 पटक प्रतियोगिताको फाइनलमा पुगे पनि हालसम्ममा उपाधि विहीन रहेको छ। गत सिजन टोली एलिमिनेसन पराजित भएको थियो। यो सिजन टोलीसँग पहिलो पटक उपाधि जित्ने अवसर रहेको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्ते।